क्लास 10 एसई कम्पलसरी म्याथ फिक्स्ड क्वेसन्स चाहिँ साथीहरू 100% ए प्लस। आज पनि मैले फिक्स क्वेसन्स लिएर आएको छु है। यो फिक्स क्वेसन्स प्लस सोल्युसन पनि छ यहाँ चाहिँ। क्वेसन नम्बर 1 मा इन अ सर्वे कन्डक्टेड एमङ 120 स्टुडेन्ट्स स्टडिङ इन क्लास 10 अफ अ सेकेन्डरी स्कुल इट वाज फाउन्ड that 60 स्टुडेन्ट्स लाइक क्रिकेट गेम, 55 स्टुडेन्ट्स लाइक बास्केटबल एन्ड 20 स्टुडेन्ट डिड नट लाइक एनी अफ द गेम। इफ सी एन्ड बी denote the set of students who like cricket and basketball game respectively, write cardinality of n b union c को यो कम्प्लिमेन्ट भनेको छ। द कार्डिनलिटी अफ बी युनियन सी को कम्प्लिमेन्ट इज इक्वल्स टु 20 हुने भयो। एकदमै सजिलो है यो चाहिँ। अनि प्रेजेन्ट द एबभ इन्फर्मेसन इन द भेन डायग्राम भनेको छ। सो एबभ इन्फर्मेसन भनेपछि चाहिँ सी इन्टरसेक्सन बी हामीले कति निकालेका छौँ भन्दाखेरि सी इन्टरसेक्सन बी भनेर भन्ने हो भने चाहिँ हामीले कति निकालेका छौँ भन्दाखेरि 15 निकालेका रहेछौँ। सो 15 मैले यहाँ लेख्छु। त्यसपछि यो चाहिँ बी भनेको छ। यो भनेको चाहिँ यसरी तपाईँहरूले यो यहाँबाट ल्याउनु भयो भने यो यन बी हुन्छ है। यन बी चाहिँ कति छ बास्केटबल 55 हुन्छ। फेरि तपाईँहरूले यो अलिकति यो एरोलाई चाहिँ भित्र लैजानु भयो भने यन ओन्ली बी हुन्छ के। त्यो कुरा पनि ध्यान दिनु होला। अहिले चाहिँ हामीले यन सी निकाल्छ। यन सी हाम्रो चाहिँ कति छ एबभ इन्फर्मेसन इट वाज 160 स्टुडेन्ट 60 भइहाल्यो। त्यसपछि फेरि यति लेखेपछि हुन्छ। यहाँभन्दा बढी यो प्रेजेन्ट गरिरहनु पर्दैन। यति गरिसकेपछि हुन्छ। अर्को हेर्नुहोस् है, फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु लाइक क्रिकेट ओन्ली भनेर क्रिकेट ओन्ली भनेपछि यन ओन्ली सी निकाल्न कसरी हामीले यन ओन्ली सी निकाल्नको लागि एप्रोच हाम्रो के हुन्छ त भन्दाखेरि यन सी भनेको यन ओन्ली यन सी भनौँ सरी यन ओन्ली सी है। यन ओन्ली सी भनेको यन सीबाट यन यो सी इन्टरसेक्सन बी अथवा बी इन्टरसेक्सन सी जे भन्नुहोस् त्यो घटाएपछि यन ओन्ली सी आउने हो होइन। यन ओन्ली सी भनेको त यो भाग हो नि त। सो यो भाग चाहिँ कसरी आउँछ यो टोटल यन सीबाट यो बिचको इन्टरसेक्सन घटाइदिएपछि बल्ल यो आउने हो। भनेपछि हामीलाई यन सी चाहियो, यन सी इन्टरसेक्सन बी चाहियो। यन सी छ हामीसँग क्वेसनमै दिएको छ भनेपछि यन सी इन्टरसेक्सन बी निकाल्नु पऱ्यो नि त। यसको लागि के गर्ने, यसको लागि यन सी युनियन बी चाहियो अथवा बी युनियन सी चाहियो। त्यो निकाल्नको लागि हामीलाई यो फर्मुला सुरुमा युज गर्नु पऱ्यो। यसबाट हामीले यो बी युनियन सी निकाल्न सकिन्छ। अनि बी युनियन सीबाट बी इन्टरसेक्सन सी, त्यसपछि फेरि यो फर्मुला लाएर बी इन्टरसेक्सन सी हामीले यसरी निकाल्न सकिन्छ है। बी इन्टरसेक्सन सी यसरी हामीले निकाल्न सकिन्छ। अनि पछि फेरि यन ओन्ली सीको यो फर्मुला लाएर यन ओन्ली सी हामीले यसरी निकाल्न सकिन्छ। सबैले सल्युसन मजाले हेर्नुहोस् है। अनि कम्पेयर द फलोइङ नम्बर अफ स्टुडेन्ट्स हु लाइक क्रिकेट एन्ड बास्केटबल हु लाइक एक्सेप्ट द 2 गेम भनेको छ। रेसियो निकाल्ने 3:4 हाम्रो यसरी एन्सर आयो। मैले योभन्दा अघिल्लो एउटा भिडियो पनि बनाएको है, म्याथको चाहिँ इम्पोर्टेन्ट क्वेसन्सहरू भनेर बनाएको छु। यो पनि एकदम इम्पोर्टेन्ट छ, त्यो पनि एकदम इम्पोर्टेन्ट छ। सो त्यो र यो गर्नुभयो भने चाहिँ इनफ हुन्छ कि तपाईँहरूलाई बुझ्नुभयो भने जुनसुकै प्रोभिन्सको लागि भयो भने इनफ हुन्छ। त्यति गर्नुभयो भने हुन्छ। अब यिनै आउँछन् फिक्स्ड आउँछन् भन्ने हुँदैन है। फिक्स्ड यही नै आउँछ भन्ने हुँदैन। तपाईँहरूले त्यो टाइटल हेर्दैमा फेरि ठ्याक्कै पत्याउने यही आउँछ यही नै हो भन्ने होइन कि। म्याथमा त फिक्स्ड भन्ने हुन्न भन्ने तपाईँलाई थाहा छ त। अनि फिक्स्ड आउँछ यही आउँछ भन्ने कसरी भन्न सकिन्छ र। तर एउटा रोड म्याप एउटा भनौँ न त्यो किसिमको फर्म्याट त्यो तरिकाको आउन सक्छ कि भन्ने चाहिँ एउटा हो। र यहाँ मैले देखाएका प्रश्नहरूमा नम्बरहरू मात्र चेन्ज होला, बाँकीहरू लगभग फर्म्याट तरिकाहरू चाहिँ लगभग एउटै तरिकाको क्वेसन्सहरू चाहिँ आउँछ। सबै प्रोभिन्समा भन्दिनँ, कुनै प्रोभिन्समा चाहिँ आउन सक्छ। यो कुरा चाहिँ यो कुरा प्रोबेबलको कुरा हो नि त। अब फिक्स आउनको लागि त मैले काटेर क्वेसन भने त्यो पनि बुझ्नु पऱ्यो कि तिमीहरूले 2-4जनाले कमेन्ट गरेको मैले देखेको थिएँ कि त्यही भएर भने हो। र अर्को क्वेसन नम्बर 2 हेर्नुहोस्। क्वेसन नम्बर 2 मा चाहिँ राम बरोड सम अफ 50,000 फ्रम स्याम फर 2 years एट द रेट अफ 10% कम्पाउन्ड इन्ट्रेस्ट एन्ड कम्पाउन्डेड एनुअली। राम इन्भेस्ट द सेम सम अफ फर द सेम टाइम एन्ड द रेट अफ इन्ट्रेस्ट टु प्रतीक एट द सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट। राइट द फर्मुला फर फाइन्डिङ द एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेको छ। अनि क्यालकुलेट द इन्ट्रेस्ट टु बी पेड टु स्याम बाई राम एन्ड टु राम बाई प्रतीक भनेको छ। यसको एन्सर चाहिँ मैले यहाँ स्क्रिनमा दिन्छु। यहाँ स्क्रिनमा देखिएको पनि छ होला, स्क्रिनमा मैले दिन्छु। यसको स्क्रिनमा मैले एन्सर दिएको छु, मैले यहाँ लेखेको छैन। स्क्रिनमा चाहिँ मैले एन्सर दिन्छु। इफ राम ह्याड लेन्ट द लोन टु प्रतीक इन क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट अफ सेमी एनुअल कम्पाउन्डेड इन्ट्रेस्ट हाउ मच लेस अर मोर इन्ट्रेस्ट विल बी क्यालकुलेटेड भनेको छ। सो यसको चाहिँ सल्युसन तपाईँहरूले यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। क्वेसन नम्बर 3 को पनि है साथीहरू। द प्रेजेन्ट पपुलेसन अफ रुरल म्युनिसिपालिटिज 1 लाख एन्ड द पपुलेसन इज बिङ इन्क्रिज बाई 2% एभ्री इयर भनेको छ। भनेपछि क्वेसन नम्बर 2 यो चाहिँ तपाईँको क्वेसन नम्बर 2 मा चाहिँ जसले जानेको छ राम्रोसँग। क्वेसन नम्बर 3 पनि त्यही हो। च्याप्टर 2 र च्याप्टर 3 एउटै हो कि। राइट द पपुलेसन टु फाइन्ड पिटी आफ्टर 2 years वाट इज द इनिसियल पपुलेसन पी एन्ड द रेट अफ इन्ट्रेस्ट आर भनेको चाहिँ फर्मुला लेख्न भन्यो। फर्मुला लेख्न भन्यो। हेर्नुहोस् त कति इजी छ। पास हुन गाह्रो छैन है, पास हुन गाह्रो छँदै छैन। वाट विल बी द पपुलेसन अफ द रुरल म्युनिसिपालिटी आफ्टर 3 years क्यालकुलेटेड भनेको छ। यी क्वेसन्सहरू तपाईँहरूले गरेर जाने हो कि।
यसी पर्सि छ तपाईँहरूको है म्याथको इक्जाम भनिसकेपछि यी क्वेसन्सहरू आज गर्ने हो तपाईँहरूले, आज भोलि लगाएर गर्ने, आजै गर्ने यो क्वेसन्सहरू। अनि मैले अस्ति नै एउटा भिडियो बनाएको थिएँ नि 2 weeks अगो, मेरो च्यानलमा खोज्न सक्नुहुन्छ। त्यसमा चाहिँ त्यो क्वेसन्स पनि गर्ने, ती क्वेसन्सहरू गर्नुभयो भने त्यो क्वेसन्स भनेको प्याप्सनको हो। यो क्वेसन्स भनेको अघिल्लो पालिकाको एससीमा आएको क्वेसन्स हो क्या, अलिअलि त्यसमा छ। इन हाउ मेनी इयर्स विल बी द पपुलेसन अफ द रुरल म्युनिसिपालिटी बी 10404 एट द सेम रेट अफ पपुलेसन ग्रोथ फाइन्ड इट भनेको चाहिँ यो क्वेसन भयो। तिनी गर्नुभयो भने एकदमै सजिलो हुन्छ तपाईँहरूलाई है। क्वेसन नम्बर 4 हेर्नुहोस् है। यो क्वेसन्सहरू तपाईँहरूले प्र्याक्टिस गरेर जाने हो, यिनीहरू इम्पोर्टेन्ट छन् भन्ने मात्र कुरा हो। अब हेर्नु अर्को क्वेसन हेर्नु, सरी। A man went to the bank to the exchange American dollars to visit abroad in that day. According to the many exchange rate, the bank rate at American dollar is 132 and selling rate is 133. How many dollars does the man receive while exchanging American dollar with यो भनेको छ। त्यसपछि हाउ मेनी नेपालीज रुपिज डज हिज फ्रेन्ड रिसिभ वाइल एक्सचेन्जिङ डलर अमेरिकन डलर 2800 इन द सेम डे फाइन्ड इट भनेको छ। आफ्टर 10 days द सेलिङ रेट अफ द अमेरिकन डलर 1 बिकम रुपिज 13,802 देन बाई वाट पर्सेन्ट लाइक नेपालीज करेन्सी वाज डिभ्यालुएटेड फाइन्ड इट भनेको छ। यो क्वेसन चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। क्वेसन नम्बर 4 भयो। क्वेसन नम्बर 5 है साथीहरू। द हाइट अफ स्क्वायर बेस्ड पिरामिड इज 21 सेन्टिमिटर एन्ड द लेन्थ इज 80 भनेको छ। फाइन्ड द ट्रायङ्गुलर सर्फेस इन स्क्वायर बेस्ड पिरामिड भनेको छ। फाइन्ड द स्ल्यान्ट हाइट पत्ता लगाउने। टोटल कस्ट अफ पेन्टिङ यो भनेको छ। यो त नर्मल भइहाल्यो, यो फर्मुलाहरू गर्न सकिन्छ मजाले। क्वेसन नम्बर 6 हेर्नुहोस्। A metallic solid made up of cone and the cylindrical is given in the figure. The radius of the base of the cone and the cylindrical is 40 centimeter. Height of the cone is 20 centimeter and the radius of the base of the cone is 7 centimeter. के सोधेको छ हेर्नुहोस् त। फाइन्ड द भोल्युम अफ द सोलिड अब्जेक्ट कम्पेयर गर्ने यसलाई। फाइन्ड द इफ द रेडियस अफ द बेस एन्ड द सेन्टर अफ द कोन आर गिभन देन राइट अ फर्मुला फर फाइन्डिङ द फर्मुला लेख्न भनेको छ। सबैमा फर्मुला चाहिँ घोक्ने है, फर्मुला चाहिँ मजाले घोक्ने। अनि क्वेसन नम्बर 7 मा पनि हेर्न सक्नुहुन्छ। द लेन्थ एन्ड ब्रेथ एन्ड हाइट अफ द रेक्टेङ्गुलर रुम 4 feet 13 feet and 10 feet रेस्पेक्टिभली। देयर आर 2 squares windows 3 feet एज एन्ड 2 doors of size 6 feet 3 feet in the room. How much does it cost to paint 4 walls and ceiling of the room excluding doors and windows at the rate of rupees 36 per square feet? यो भनेको छ। हाउ मच द टोटल कस्ट विल बी इन्क्रिज टु पोइन्ट द सेम पार्ट इफ द कस्ट अफ पेन्टिङ पर स्क्वायर मिटर इज इन्क्रिज बाई 1/3 अफ वाट इट वाज बिफोर द ड्यू टु इन्क्रिज द मार्क प्राइस भनेको छ। सो यो हेर्ने। क्वेसन नम्बर 8। देयर आर 4 जियोमेट्रिक मिन बिट्विन, यो मिनबाट आयो क्वेसन। वाट इज द थर्ड मिन अफ द गिभन सेरिज फाइन्ड इट भनेको छ। इफ द जियोमेट्रिक मिन एन्ड मिन बिट्विन द 3 and 2 विच वान इज क्रिएटेड बाई हाउ मच भनेको छ। मजाले यो कम्पेयर गर्ने। क्वेसन नम्बर 9। द पिरामिटर इन द एरिया अफ रेक्टेङ्गुलर ग्राउन्ड आर 66 मिटर एन्ड 20 स्क्वायर मिटर रेस्पेक्टिभली। तपाईँहरूले प्र्याक्टिस गरेका क्वेसन्सहरू यस्तै खालका क्वेसन्सहरू छन् कि योभन्दा फरक छन् कि वा यो तपाईँहरूलाई गाह्रो लागिरहेको छ कि मजाले हेर्नुहोस् है, प्र्याक्टिस गर्नुहोस् है तपाईँहरूले यो क्वेसन्सहरू। फाइन्ड एन्ड बी अफ द गिभन ग्राउन्ड भनेको छ। सिम्प्लिफाई गर्ने, यो सजिलो नै भइहाल्यो। यो त फिक्स्ड है, यस्तो खालको आउँछ। यस्तो यो त झन् इम्पोर्टेन्ट हो एकदमै। क्वेसन नम्बर 11 हेर्नुहोस् है। अब ट्रायङ्गुलर पिक्युआर दिएको छ, पिक्युएस दिएको छ। रिलेसन बिट्विन द एरिया अफ द गिभन टु ट्रायङ्गल भनेको छ। अनि एरिया अफ ट्रायङ्गल पिक्युआर पिक्युएस भनेको छ। त्यो गिभन यो उस दिन्छ। अनि क्वाड्रिलेटरल एबिसिडी भनेको छ, यो आउन सक्छ। क्वेसन नम्बर 12 हेर्नुहोस् त। इन साइक्लिक क्वाड्रिलेटर यो एङ्गल पी एन्ड क्यू आर अपोजिट एङ्गल रिलेसन लेख्न भनेको छ। फाइन्ड द भ्यालु अफ यक्स भनेको छ। प्रुभ एक्सपेरिमेन्टली, यो एक्सपेरिमेन्टली प्रुभ गर्न भनेको छ। अब यहाँ कन्स्ट्रक्सन काटा कम्पास घुमाउन जान्नुभयो कि नै? कन्स्ट्रक्सन कतिले चाहिँ कन्स्ट्रक्सन यो प्र्याक्टिसै नगरिकन जान्छन् क्या। कन्स्ट्रक्सन प्र्याक्टिस नगरिकन जाने नै होइन, प्र्याक्टिस गरेर जाने हो 3-4 पटक। इक्जामको 1 घन्टा अगाडि प्र्याक्टिस गरेर जाने होइन कि आजै प्र्याक्टिस गर्ने बरु कन्स्ट्रक्सन सुरुमै भ्याइदिने कन्स्ट्रक्सन होइन। क्वाड्रिलेटर बनाउन आएको छ यहाँ, गिभ रिजन पनि सोधिरहेको रहेछ। क्वेसन नम्बर 4 मा हाइट एन्ड डिस्टेन्सको क्वेसन आउँछ। हाइट एन्ड डिस्टेन्सको मजाले प्र्याक्टिस गर्ने। अनि क्वेसन नम्बर 5 मा यो खालको दिन्छ, यो त एकदमै सजिलो भयो तपाईँहरूलाई। सो यिनी तिनवटा भनेको जस्तो स्टुडेन्टले पनि गर्ने खालको क्वेसन आउँछ है, टक्क टक्क टक्क। यी तिनवटा भनेको तपाईँहरूले फेल हुने स्टुडेन्ट्सहरूको लागि यिनी फोकस गरेर जाने र अगाडि अर्थमेटिकको चाहिँ फर्मुला फोकस गरेर जाने। र यो भयो ठ्याक्कै, यो चाहिँ प्रोबेबिलिटीबाट टी डायग्रामहरू बनाउन सिक्ने। तिनी नै भइहाल्यो। फाइन्ड द प्रोबेबिलिटी अफ ह्याभिङ एटलिस्ट 1 डटर भनेको छ। यसरी चाहिँ टी डायग्राम बनाउनु पनि सिक्ने है। फाइन्ड द प्रोबेबिलिटी अफ ह्याभिङ बोथ चिल्ड्रेन आर डटर। सो प्रोबेबिलिटी अफ पोसिबल आउटकम्स आर गेटिङ जइन्ट डटर इन ट्री डायग्राम भनेको छ। सो क्वेसन नम्बर 16 तपाईँले छोड्ने नै होइन।
क्वेसन नम्बर 15 पनि छोड्ने नै होइन, क्वेसन नम्बर 14 पनि छोड्ने नै होइन। यदि फेल हुने स्टुडेन्टमा पर्नुहुन्छ भने है क्वेसन नम्बर 13 पनि छोड्ने नै होइन, मजाले आजैबाट गर्ने, आजैबाट गरेपछि भइन्छ। त्यसपछि अन्त अरू केही नहेर्ने। यदि फेल हुने स्टुडेन्ट हुनुहुन्छ भने अरू केही नहेर्ने, यो हेर्ने यिनीहरू यस्ता क्वेसन हेर्ने। अरू केही नहेर्ने, यता अर्थमेटिकका चाहिँ यिनका फर्मुला घोक्दिने, जे आउँछ त्यही फर्मुलामा पुट गर्दै जाने। सोल्युसन पुरै गर्न आएन केही फरक पर्दैन, स्टेप वाइज मार्क्स आउँछ। त्यसपछि यिनीहरूको फर्मुला घोक्ने। अनि सेट पनि अलिअलि जान्नुभएको होला, यसको नि भेन डायग्रामहरू बनाउने, फर्मुलाहरू अलिअलि लेख्ने, अनि जे आउँछन् तिनी अलिअलि लेख्ने भने मार्क्स आउँछ, नआउने नै मार्क्स आउँछ अलिअलि। सो बेस्ट अफ लक सबैजनालाई।